तपाईले अघिल्लो भागमा देख्नुभयो कि कसरी आइपी सीसीटीभी क्यामेराहरूले एउटै बाटो अर्थात् नेटवर्क सेयर गर्छन्। तर सोच्नुहोस्, यदि एउटै बाटोमा हिँड्ने हजारौं गाडीहरूको कुनै नम्बर प्लेट नै भएन भने जसको शक्ति उसकै भक्ति भने चाहिँ के होला? सबै खिचडी बन्नेछ। र सीसीटीभीको क्षेत्रमा पनि हरेक दोस्रो प्राविधिक यही खिचडीको शिकार बन्छ। जब तपाईँ एनभीआर स्क्रिनमा नो भिडियो वा क्यामेरा अफलाइनको समस्या देख्नुहुन्छ तब समस्या क्यामेराको हुँदैन। रुख हेरी फल, मान्छे हेरी बल भने चाहिँ नेटवर्कले त्यो क्यामेरालाई चिन्न नसकेको मात्र हो। तर यो पहिचानको एउटा यस्तो स्थायी उपचार छ जसले तपाईलाई हरेक ठाउँमा नेटवर्किङको मालिक बनाइदिनेछ। आउनुहोस् पत्ता लगाऊ। पुरानो एनालग सिस्टममा हरेक क्यामेराको आफ्नै छुट्टै डेडिकेटेड बीएनसी केबल हुन्थ्यो अनि डीवीआरलाई पोर्ट नम्बर 1 मा जोडिएको तार नै च्यानल 1 को क्यामेरा हो भन्ने थाहा हुन्थ्यो। कुरा सिधा, काम सफा। तर आइपी सिस्टममा कथा अर्कै छ। यहाँ सबै क्यामेराहरू एउटै इथरनेट केबल वा स्विचको माध्यमबाट एनभीआरसम्म पुग्छन्। अब एनभीआरसँग कुन भिडियो कुन ठाउँको हो भनेर चिन्नलाई छुट्टा छुट्टै फिजिकल पोर्ट्स त छैनन्। त्यसैले जस्तो देश उस्तै भेष भने चाहिँ यो डिजिटल बाटोमा हरेक डिभाइसलाई एउटा छुट्टै पहिचान दिइन्छ जसलाई हामी आइपी एड्रेस अर्थात् इन्टरनेट प्रोटोकल एड्रेस भन्छौँ। यो ठ्याक्कै तपाईको घरको ठेगाना जस्तै हो। यदि हुलाकीलाई तपाईको घर नम्बर थाहा भएन भने अन्धो बाहुनलाई वेदको पुस्तक भने चाहिँ तपाईको पत्र अर्कैकोमा पुग्छ वा कहिल्यै डेलिभरी नै हुँदैन। तर फिल्डमा सबैभन्दा ठूलो गल्ती तब हुन्छ जब मानिसहरू सोच्छन् कि आइपी एड्रेस त जसरी भए पनि जुनसुकै 4 वटा नम्बरको सेट त हो नि, जस्तै 192.168.1.10। अनि प्राविधिकहरू नसोची नबुझी क्यामेरालाई जुनसुकै नम्बर दिन्छन्। तर नियम बिनाको राज्य हुँदैन भने चाहिँ नेटवर्कको आफ्नै कडा नियम हुन्छ। यदि तपाईले एउटै नेटवर्कमा दुईटा फरक क्यामेरालाई गल्तीले एउटै आइपी एड्रेस दिनुभयो भने त्यसलाई आइपी कन्फ्लिक्ट भनिन्छ र यसको नतिजा एक हातले ताली बज्दैन भने चाहिँ दुई मध्ये एउटा वा दुवै क्यामेरा स्क्रिनमा छिनछिनमा आउने जाने गर्छन्, अफलाइन हुन्छन् र घण्टौंसम्म क्यामेरा फेर्दा फेर्दै थाके पनि समस्या हल हुँदैन। त्यसैले अबदेखि चेतेका मान्छेले बाटो बिराउँदैन भने चाहिँ जब पनि काममा जानुहुन्छ एउटा कुरा सधैँ याद राख्नुहोस् कि आइपी एड्रेस क्यामेराको नम्बर मात्र होइन, यो त सिङ्गो सिस्टमको सुरक्षा र स्थिरताको जरो हो। यदि आइपी एड्रेस सही र अनोखो भयो भने डाटा सही ठाउँमा पुग्छ र तपाईको लाइभ भिडियो दुधबाट घिउ निकाले चाहिँ एकदमै स्मुथ चल्छ। तर कथा यहाँ सकिँदैन। यी आइपी एड्रेसहरू अलि चलाक हुन्छन् र आफै बदलिरहन्छन्। सोच्नुहोस्, यदि हरेक 2 दिनमा तपाईको घरको ठेगाना बदलियो भने हुलाकी तपाईसम्म कसरी पुग्ला? यही समस्या तब आउँछ जब राउटर रिस्टार्ट हुने बित्तिकै क्यामेराको आइपी बदलिन्छ र एनभीआरले डिभाइस नट फाउन्ड भन्छ। यो बदलिने ठेगानाको रोग रोक्न हामीले ठेगानालाई स्ट्याटिक अर्थात् स्थिर बनाउनुपर्छ। तर क्यामेरालाई कसरी सधैँका लागि स्ट्याटिक आइपी दिने ताकि त्यो कहिल्यै अफलाइन नहोस्? यो नेटवर्किङको सबैभन्दा ठूलो रहस्य हामी सही समयमा सही कुरा भन्दै अघिल्लो भागमा खोल्नेछौँ। सपोर्टर अफ इटलाई फलो गरिरहनुहोस्।